2076 को उपनिर्वाचनमा हर्क साम्पाङले जम्मा 422 मत पाए। त्यो बेला धरानको मेयर बन्ने उनको सपना साकार भएन। तर त्यही हर्क साम्पाङले 3 वर्षपछि 20,821 मत पाएर धरानको स्वतन्त्र मेयर बने। 3 वर्षमा हर्क साम्पाङले के गरे जसले उनलाई धराने जनताले विश्वास गरे? हर्क साम्पाङ मेयर बन्नु अगाडि एक सामान्य पृष्ठभूमिका व्यक्ति थिए। उनले अंग्रेजी र कम्प्युटरको ट्युसन पढाए, विदेशी रोजगारीमा 6 वर्ष बिताए र अटो रिक्सा व्यवसाय गरे। खाने पानीको चरम अभाव, बढ्दो भ्रष्टाचार, कालो बजारी र अतिक्रमणको विरोध गर्दा गर्दै उनी नेता बन्न पुगे। चुनाव प्रचारमा एक्लै माइकिङ गर्दै हिँड्ने उनलाई मेयरको रूपमा धेरैले पत्याएका थिएनन्। तर उनको इमानदारीता, मेहनत र जनतासँगको प्रत्यक्ष सम्बन्धले उनलाई 2079 मा मेयरको कुर्सीमा पुर्यायो। आज नेपालको राजनीतिमा हर्क साम्पाङको नाम निकै चर्चामा छ। श्रमदानको लहर धरानमा भित्राएसँगै उनको प्रशंसा र आलोचना दुवै सुरु भएको छ। ढुङ्गा बोक्ने मान्छेदेखि हर्की जस्ता शब्द उनीमाथि प्रयोग हुने गर्छन्। केहीले अब हर्क साम्पाङ नेपालको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री समेत बन्नुपर्ने तर्क राख्छन्। केहीले जनमतको अहंकार बढेको आरोप पनि लाउँछन्। आउनुहोस् हर्क साम्पाङ के साँच्चीकै नेपालले खोजेको जस्तै नेता हुन् त भन्ने बारे यो भिडियो सुरु गरौं। हर्क साम्पाङ, जसको ओरिजिनल नाम हो हर्कराज राई। उनको जन्म विक्रम सम्वत 2039 फागुन 15 गते खोटाङ जिल्लाको खारतम्सामा भएको थियो। उनका पिता पूर्व ब्रिटिश गोर्खा सैनिक थिए। उनले सन् 1998 मा खोटाङको शुक्रबारे स्कुलमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षाको लागि 2055 मा धरान बसाइ सरे। उनले धरानको महेन्द्र मल्टिपल क्याम्पसबाट अंग्रेजी र राजनीति शास्त्रमा बीए पास गरे। ब्याचलर पूरा गरेपछि हर्क साम्पाङले धरानमा अंग्रेजी र कम्प्युटर विषयको ट्युसन सेन्टरमा शिक्षकको रूपमा काम गरे। उनले साथीहरूसँग मिलेर द पर्फेक्ट इङ्ग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर नामक संस्था सञ्चालन गरेका थिए। तर यो इन्स्टिट्युटबाट उनी खासै सन्तुष्ट भने थिएनन्। त्यसपछि उनले आर्थिक अवसरको खोजीमा मलेसिया, इराक र अफगानिस्तानमा करिब 6 वर्ष बिताए। यी देशहरूमा उनले विभिन्न काम गरे। नेपाल फर्किएपछि उनले धरानमा अटो रिक्सा चलाए र अटो रिक्साकै व्यवसायमा पनि संलग्न भए। साथै उनले केही समय कृषि कार्यमा पनि हात हाले। विदेशको विकास र सुशासन देखेका हर्क साम्पाङलाई धरानमा बढ़िरहेको व्यथितिले छोयो। त्यसैले उनी सामाजिक कार्यमा लाग्न थाले। विगत 10 वर्ष भन्दा बढी समयदेखि हर्क साम्पाङ धरानमा सामाजिक कार्यमा सक्रिय थिए। उनले नेशनल युनिटी नेटवर्क नामक समूह स्थापना गरेर भ्रष्टाचार विरुद्ध आवाज उठाए। खानेपानी अभियानमा पनि हर्क साम्पाङ धेरै लागि परे। धरानको दीर्घकालीन खानेपानी समस्या विरुद्ध उनले नेतृत्वदायी भूमिका खेले। उनले एसियाली विकास बैंकको पम्पिङ परियोजनाको विरोध गरे, जुन महँगो र अस्थायी थियो। धरानको लागि खानेपानी कोशी र तमोर नदीबाट लिएर पर्ने माग राखे र यो आन्दोलनमा उनले अगुवाई गरे। उनले धरानको सर्दु खोला अतिक्रमण, अवैध बालुवा उत्खनन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अवैध कर विरुद्ध आन्दोलन गरे। सर्दु खोलाको अवैध उत्खनन विरुद्ध प्रदर्शन गर्दा उनलाई 2 पटक प्रहरीले पक्राउ पनि गरेको थियो। मदन भण्डारी राजमार्ग विरोधको आन्दोलनमा पनि उनले नेतृत्व गरे। धरान नजिकैको यो राजमार्ग निर्माणले सयौं परिवार विस्थापित हुने भएपछि उनले संघर्ष समितिको नेतृत्व गरेर विरोध गरे। यसले गर्दा समाजमा उनको छवि बलियो बनायो। त्यसपछि उनले अब राजनीतिमा आउने आँट गरे। मेयर तारा सुब्बाको निधनपछि भएको धरानको उपनिर्वाचनमा हर्क साम्पाङले स्वतन्त्र उम्मेद्वारको रूपमा भाग लिए। तर उनले केवल 422 मत प्राप्त गरे र 5औं स्थानमा रहे। त्यसपछि पनि हर्क साम्पाङले हिम्मत भने हारेनन्। उनले हर्क साम्पाङ रिभोल्युसन नामक फेसबुक पेज मार्फत आफ्नो विचार र आन्दोलनलाई जनतामाझ पुर्याए। उनको सिम्पल जीवनशैली र खुला संवादले धरानवासीको मन जित्यो। 2079 मा भएको स्थानीय निर्वाचनमा उनले स्वतन्त्र उम्मेद्वारको रूपमा लौरो चुनाव चिन्ह लिएर भाग लिए। उनले नेपाली कांग्रेसका किशोर राईलाई 4762 मतले पराजित गरेर 20,821 मत प्राप्त गरी मेयर बने। उनको निर्वाचन अभियान न्यून खर्चिलो र एकल थियो, जसमा उनी एक्लै माइकिङ गर्दै हिँड्थे। आफ्नै अटोमा प्रचार गर्दै हिँडेको उनको कैयौं भिडियो भाइरल भए। त्यसैले उनलाई 2079 को चुनावले धरानमा मात्र होइन, सिङ्गो नेपालमै पपुलर बनाइदियो। 2079 मा धरानको मेयर पदमा आएपछि उनको चर्चा र आलोचना दुवै बढ्न थाल्यो।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वयंसेवी अभियान र खानेपानी परियोजनाका कारण लोकप्रिय भए। उनी मेयर भएपछि के कस्ता काम भए यसको चर्चा गरौं। खानेपानी परियोजनाको सफलता। कोकाहा खोलाबाट पानी लिएर आउने उनी पहिलो मेयर हुन्। हर्क साम्पाङको नेतृत्वमा धरानको दीर्घकालीन खानेपानी समस्यालाई सम्बोधन गर्न कोका खोलाबाट 42 किलोमिटर पाइपलाइन बिछाएर स्वच्छ पिउने पानी लिएर आइयो। यो परियोजना 98 दिनमा पूरा भएको थियो, जसमा स्वयंसेवी श्रमदान र जनसहभागिताले ठूलो भूमिका खेलेको थियो। यो प्रोजेक्ट गर्न उनले नगरपालिकाको बजेट होइन, स्थानीयको श्रमदानको मद्दत लिए। यही प्रोजेक्ट गर्दै गर्दा उनले धेरै नेताहरूलाई समेत ढुङ्गा बोक्न धरान आउनु भन्न थाले। हर्क साम्पाङ धरानका त्यस्ता मेयर हुन् जसले स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिरहे। के श्रमदान गरेर देश बन्छ वा स्टन्ट गरेर देश बन्छ भन्ने धेरै छन्। जसले गफ मात्रै हान्छ उसले मात्रै देश बनाउला भनेर कुर्नु मूर्खता हो। मेयर नेतृत्व र म्यानेजमेन्ट गर्ने पद हो, त्यसैले मेयरले ढुङ्गा बोक्न जान हुँदैन भन्ने तर्क पनि धेरैले गरे। तर एउटा लिडरले गर्नुपर्ने भनेको सिस्टम बनाउने हो। हर्क साम्पाङले पनि सायद यही गर्दैछन्। बिस्तारै श्रमदान गरी सानो सानो कुरा मिलेर गर्ने बानी बस्यो भने नगरको विकास चाँडै हुन सक्छ। अब सबै प्रोजेक्टलाई बजेट खुर्ने हो भने वर्षौं लाग्न सक्छ। हर्क साम्पाङको यो कामलाई अपरिपक्व र खानेपानी समस्याको अस्थायी समाधान भनेर धरानका अन्य जनप्रतिनिधिको आरोप छ। तर अहिलेसम्म पनि कुनै पनि सरकारले धरानमा खानेपानीको लागि ठूलो आयोजना पार्न सकेको छैन। हर्क साम्पाङ स्वतन्त्र मेयर हुन् र कुनै पनि ठूलो राजनीतिक दलसँग उनको औपचारिक सम्बन्ध छैन। नेपालको राजनीतिक परिदृश्यमा केन्द्रीय सरकारले प्राय आफ्ना समर्थक वा गठबन्धनका स्थानीय तहलाई प्राथमिकता दिने गर्छ। हर्क साम्पाङको स्वतन्त्र छवि र केन्द्रीय नेताप्रतिको आलोचनात्मक दृष्टिकोण, जस्तै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउने कार्यले उनलाई सरकारले पनि सहयोग नगरेको देखिन्छ। हर्क साम्पाङको अर्को राम्रो काम भनेको स्वयंसेवी संस्कृतिको विकास गर्नु हो, जस्तै सामुदायिक श्रमदान। हरेक शनिबार उनले स्वयंसेवी अभियान चलाएर खानेपानी परियोजना, सरसफाई र अन्य विकास कार्यमा स्थानीय समुदायलाई संलग्न गराए। अफ्रिकाको एउटा देश रवान्डा पनि श्रमदानको एउटा राम्रो उदाहरण हो। रवान्डाका प्रेसिडेन्ट कागामेले देशभर श्रमदानको लहर लिएर आए। यसले रवान्डाको विकासमा ठूलो भूमिका खेल्यो, विशेष गरी सडक, स्कुल र अस्पतालहरूको निर्माणमा। कुनै समय नरसंहारले निकै पछाडि रहेको रवान्डा अहिले अफ्रिकाकै सबैभन्दा धेरै विकासोन्मुख देश बनेको छ। वातावरण संरक्षणमा पनि हर्क साम्पाङले राम्रो काम गरेका छन्। उनको कार्यकालमा 6 लाख बिरुवा रोप्ने अभियान शुरू भएको दावी छ, जसले वातावरण संरक्षणमा योगदान पुर्यायो। विश्व रेकर्ड बुकबाट खानेपानी परियोजना र स्वयंसेवी कार्यका लागि सम्मानित पनि भए। हर्क साम्पाङको सादगी जीवनलाई पनि धेरैले प्रशंसा गर्ने गर्छन्। मेयरको सुविधा स्वरूप उपलब्ध लग्जरी गाडी बेचेर सडक मर्मतका लागि रोलर मेसिन किन्ने प्रस्ताव पनि गरे उनले। तर यो कुरा नीतिगत नहुने भनेर गाडी बेचिएन। अधिकांश समय मेयर हर्क साम्पाङ आफ्नो पल्सर एनएस बाइकमा सवार गर्छन्। अफिसको काममा कतै निस्किँदा पनि उनी बाइक नै चढ्छन्। एउटा उपमहानगरपालिकाको मेयरले यतिको गर्नु चाहिँ राम्रै उदाहरण हो। उनले सरकारी सम्पत्तिको सदुपयोग र दुरुपयोगको राम्रो उदाहरण दिएका छन्। यी त भए हर्क साम्पाङका केही राम्रा कुरा। अहिले केही मान्छेहरूले हर्क साम्पाङ जस्ता व्यक्ति नेपालको प्रधानमन्त्री हुनुपर्ने भन्दै आएका छन्। तर नेपालमा यस्तै पपुलारिजमको कुरा समस्याको रूपमा देखा पर्दैछ। उसलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर उचालिन्छ। रवि लामिछानेलाई पनि नेपाली जनताले नै प्रोत्साहन दिएर राजनीतिमा तानिए। तर रवि लामिछानेले सोचे जस्तो नेपाली राजनीतिमा परिवर्तन लिएर आउन सकेका छैनन्, वा भनौं अहिलेका नेताहरूले यस्तो चाहँदैनन्। हर्क साम्पाङ हाल धरान उपमहानगरपालिकाका मेयर छन् र उनले स्थानीय स्तरमा उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्। यद्यपि नेपालको संविधान र राजनीतिक प्रक्रिया अनुसार उनी सजिलै प्रधानमन्त्री बन्ने सम्भावना छैन। नेपालको संविधानको धारा 76 अनुसार प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य हुनुपर्छ। हर्क साम्पाङ हाल स्थानीय तहका मेयर हुन्, न कि प्रतिनिधि सभाका सांसद। उनले प्रधानमन्त्री बन्न प्रतिनिधि सभाको चुनाव जितेर सांसद बन्नुपर्छ। त्यसपछि प्रधानमन्त्री बन्न प्रतिनिधि सभामा बहुमत, सामान्यतया 138 सिटको समर्थन चाहिन्छ। यदि कुनै दलसँग स्पष्ट बहुमत नभएमा गठबन्धन बनाएर बहुमत जुटाउनुपर्छ। हर्क साम्पाङ स्वतन्त्र उम्मेद्वारको रूपमा निर्वाचित भएका छन् र हाल उनको कुनै राष्ट्रिय स्तरको राजनीतिक दल वा गठबन्धन छैन। प्रतिनिधि सभामा बहुमत प्राप्त व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छन्। यसका लागि हर्क साम्पाङले ठूलो संख्यामा सांसदहरूको समर्थन जुटाउनुपर्छ।
जुन उनको लागि स्वतन्त्र हैसियतमा निकै चुनौतीपूर्ण छ। स्वतन्त्र उम्मेद्वार देशको प्रधानमन्त्री हुने अवस्था तब मात्र सम्भव छ जब देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था आउँछ। अहिलेको अवस्थामा यो व्यवस्था आउने चान्स निकै कम छ। केही व्यक्तिहरूले हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन शाहलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको सम्भावित उम्मेद्वारको रूपमा उल्लेख गरेका छन्। तर यो केवल एउटा इमेजिनेसन मात्रै हो, संवैधानिक रूपमा तत्काल सम्भव छैन। हर्क साम्पाङ स्वयंले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको माग राख्दै उम्मेदवारी दिने कुरा गरेका छन्, जसले उनको महत्वाकांक्षा राष्ट्रिय नेतृत्वतर्फ देखाउँछ।